हाम्रो सिलेचुङ गाउँपालिका जानलाई यो स्थिति रहेको छ। यसको लागि चाहिँ बेली ब्रिज भए पनि हुने देखिन्छ। बेली ब्रिज भएको भए 1 वर्षमै सकिन्थ्यो र अर्को पुल भएको भएर चाहिँ यत्रो लामो समयावधि सुविधाबाट वञ्चित भएको छ सिलेचुङ गाउँपालिका र साल्पा सिलेचुङ गाउँपालिका। पर देखिएको चाहिँ मनोकामना धाम हो। यो वरिपरिको यो अरुण खोला हो, अरुण नदी हो। यसबाटै अरुण तेस्रो जलविद्युत आयोजना निर्माण भइरहेको छ।